जेउसी सच्ची हुनुहुन्छ? यसो साथीहरूको अनुहार हेर्नुहोस् न, यस्तो साथीको अनुहार हेर्नुहोस् त एकचोटि कस्तो छ? अलिकति बदलेको छ, अलिकति मोटाएको छ, अलिकति दुब्लाएको छ, कस्तो छ हेर्नुहोस् त एकचोटि। कस्तो देख्नु भएको छ? हेर्नुभयो? कति साथीको अनुहार हेर्नु भएको छ नि त हजुर, लास्ट आइक्यो। एकचोटि ह्यान्डसेक गर्नुहोस्। हजुरलाई कस्तो हुनुहुन्छ एकचोटि भन्नुहोस् त। आप बोल दीजिए, आप कैसे होता है? आप कैसे हाथ मिला के The friend which has signed visit, shake hand, devant le camarade qui manière. Bonjour. के उत्तर आयो? आंसर कुछ आया? कुछ आंसर आया कि नहीं आया? नहीं आया ना? सन्चै छु साथीलाई सोधेपछि के उत्तर आयो त? म ठिक छु भने कि भन्दिनँ? भन्यो? ओके छ त। अब प्रश्न गर्नुहोस् साथीलाई, तपाईँ किन आउनु भएको एकचोटि? अहिले हजुरले जोसँग हात मिलाउनु भएको थियो, तपाईँ किन आउनु भएको? खै त उत्तर के आयो? म मेरो परमेश्वरलाई भेट्न आएको। के अरे? म मेरो परमेश्वरलाई भेटु भयो त? भेटु भयो त? धन्यवाद भेट्यो नि गुरुबा गुरुआमालाई यो मौका दिनुभएको छ। उहाँलाई धन्यवाद दिन चाहन्छु। विशेष गरेर यो समयको लागि। समय छोटो छ। बाइबलमा हामी पाउँछौँ, तिमीहरूसँग यो मन होस् जो क्रिस्टमा पनि थियो। तिमीहरूमा चाहिँ के होस् अरे? यो मन होस् जो क्रिस्टमा। क्रिस्टको मन के थियो त? क्रिस्टको मन दयालु थियो त है उहाँको मन। कुष्ठरोगीलाई के गर्नुभएको थियो? निको पार्नु भएको थियो। कसैले पनि उसलाई छुन्थेन, अलग्गै होइन। तर प्रभु क्रिस्ट दयालु भएको कारणले गर्दा के गर्नुभयो? उहाँको नजिक जानुभयो नि। उहाँको नजिक जानुभयो। अब तिमी मेरो पछि लाग। एउटै शब्द भन्नुभएको छ नि, मेरो पछि। के भन्नुभयो? म तिमीहरूलाई सम्पत्ति दिन्छु, तिमीहरू मेरो पछि लाग भन्नुभयो त? भन्नु भएन नि। एउटा प्रश्न गर्नुभएको छ, सिर्फ मेरो पछि लाग। अब ती पापहरू नगर। ती पापहरू चाहिँ के गर? नगर। मलाई हेर्नुहोस् न, म त त्यति राम्रो छुइनँ, तर मलाई हेर्नुहोस्। म चाहिँ सबैको आँखामा हेर्छु, मलाई हेर्नुहोस्। डराउनु पर्दैन, म तपाईँहरूकै साथी भाइ। डराउनु पर्दैन, मेरो पछि लाग। यूहन्ना 16:33 भन्छ। यूहन्ना 16:33 एउटा वाक्य म हजुरको सामु पढ्न चाहन्छु। यस्तो लेखेको छ, यहाँ राम्रो शब्द लेखेको छ, मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु कि ममा तिमीहरूलाई शान्ति होस्। संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु। मैले संसारलाई जितेको छु। त्यो प्रभु तपाईँ र मैले चिनेको प्रभु चाहिँ को हुनुहुन्छ अरे? संसारलाई मैले जितेको छु। उहाँ आफैले भनिदिनुहुन्छ, संसारलाई मैले के गर्नुभएको छ? जितेको छु। त्यो विजयको प्रभु, विजयको परमेश्वर। उहाँको हामी के गर्छौँ? शरण गर्छौँ। उहाँको हामी के गर्छौँ? आज्ञाकारी छोरा छोरी भन्छौँ। उहाँको हामी के गर्छौँ? उहाँले हामीलाई बनाउनु भएको छ धर्म मात्रै नभएर हामीलाई मित्र तुल्याउनु भएको छ। मित्र तुल्याउनु भएको छ। विशेष प्रभुको होस् तपाईँ र मेरो निम्ति संसारलाई मैले जितेको छु। हामीलाई लाग्छ सानो प्रश्न होला, तर यो ठुलो प्रश्न छ। हामीले पढ्छौँ बाइबल, तर मानिसले पढ्दछ तपाईँ र मेरो जीवन के कस्तो, कसरी, किन, कहिले र कहाँ। तपाईँ र मेरो जीवन मैले प्रश्न गर्छु र त्यो प्रश्न चाहिँ वाचक धेरै ठुलो छ। हामी कस्तो जिइरहेको छौँ? परमेश्वरले भन्नुभएको छ, संसारलाई मैले जितेको छु।
यो शब्द छोटो लाग्छ, संसारमा मैले जितेको छु मात्रै भइरहेको छ, तर यो शब्द गम्भीर छ। यो शब्द चाहिँ भोज शब्द छ। प्रभु यीशु ख्रीष्ट तपाईँ मेरो यस शब्द त्यस्तै आउनुभएको होइन, उहाँ त्यस्तै आउनुभएको होइन। के उद्देश्य, के रहस्य तपाईँ र मेरो जीवनमा नयाँ इतिहास गरिदिनको लागि आउनुभएको छ। आमेन। नयाँ इतिहास गरिदिनको लागि आउनुभएको छ तपाईँ र मलाई। त्यही सम्झनामा तपाईँ मैले रोटी र दाना दिन्छ, त्यही सम्झना उहाँको शरीर छिया छिया भए तापनि होइन, रगतुम्ब भए तापनि उहाँको शरीर चाहिँ के हो, खानेकुरो हो, र उहाँको रगत के हो, पिउने कुरा हो। तर हामी नसोचौँ ए यो त रगत त खाँदैछ, तर उहाँको सम्झनाको निम्ति गरेर उहाँको सम्झना प्रभु यीशु ख्रीष्ट के रूपमा संसारलाई जित्नु भएको छ। ती विजयको परमेश्वरको छोराछोरी तपाईँ हामी सबैजना बत्तिसमा जैतन भएको छ। हामी खडा हुनेछौँ र जैतन पानीको बक्समा हुनुभएको छैन, हामी बस्नेछौँ र हाम्रो बेला बनाउनेछ, तयारी गर्नेछौँ, म प्रार्थना गरिदिनेछु। त्यसपछि अब हामी गीत गाउनु चाहिँ हामी साथै गरिदिनेछौँ। प्रभु यो समयमा तपाईँले दिनुभएको छ, प्रभु तपाईँ भन्नुहुन्छ संसारलाई मैले जितेको छु, अनि यो विश्वास गर्दछौँ पिता मेरो निम्ति मारिनुभयो, गाडिनुभयो, तर त्यसरी भगाउनुभयो। नयाँ उमङ्ग, नयाँ जोस, नयाँ तरङ्ग, नयाँ आत्मिक जीवन हामी गर्न सकौँ, आत्मिक रूपमा गर्न सकौँ। हामी रोटी लिन्छौँ, दाखा दिन्छौँ र सायद घरेलु विवाहबाट, हरेक घरेक कमीबाट प्रशस्तको जीवन, व्यवहार व्यवसाय, उन्नति जीवनका प्रशस्त तपाईँले सबै बिन्ती प्रार्थना गर्दछौँ प्रभु यीशु ख्रीष्टको नाममा।